हजुरलाई स्वागत छ मेरो न्यू भ्लगमा। आजको भ्लग चाहिँ म चाहिँ वनतिर जाँदैछु अनि हजुरहरूले सपोर्ट दिनु होला भन्न चाहन्छु। मैले चाहिँ यी पसलदेखि डिउ चोरेर ल्याएको छु अनि पन्चरो पनि छ साथमा। अनि म चाहिँ आज डिङ्ना लिएर आउनको लागि जाँदैछु। मम्मी चाहिँ डङ्खालाई हुनुहुन्छ अनि हजुरहरूले हेरिदिनु होला है। स्टार्ट। बाटो चाहिँ यस्तो छ गाइस, बाटो यस्तो छ। जाने चाहिँ यतादेखि जानु पर्यो अनि यस्तो अप्ठ्यारो बाटोमा हिँड्नुपर्छ कि कहिलेकाहीँ। गाउँतिर खोला पनि छ। त्यहाँ चाहिँ मम्मी हुनुहुन्छ। अर्खा बाडीमा घालिदियो भने क्या देऊ। हामी चाहिँ यो पहिलाको खेल्ने डम्म यो अनि आजले भत्किया रहेछ। ऊ त्यो रुख ढलेको हो। मम्मी चाहिँ काट्नलाई जाँदै हुनुहुन्छ अनि म पनि जाँदैछु। बाटो अप्ठ्यारो छ अनि मम्मीले चाहिँ बन्चर समाइसक्नु भयो। कुकुर पनि आइसक्यो। मैले लिएर आएको डिउ चाहिँ यहाँ पानीमा हाल्छु म, किनकि चिसो हुन्छ पछि खानु पर्ला अनि बगाउँछ नि त। त्यही भएर एकछिन पानीमा चिसो हुन दिन्छु, पछि खानु पर्ला। अनि त्यहाँ चाहिँ काम स्टार्ट हुँदैछ। मैले चाहिँ राम्रोसँग ढोकिसकेँ क्या, चिसो हुन्छ बगाउनु छ। यो हाम्रो काम बाटो। त्यति मोटो सकिने आयो बोकेर। त्यहाँदेखि त माथि यहाँ चाहिँ बाटो नभएको कारणले, अप्ठ्यारो भएको कारणले यहाँ चाहिँ रोकिरह। उहाँ चाहिँ मम्मीलाई पनि धाउ उचाउनु भइरह, किनकि उहाँ पनि एउटा ठुलै मुडो काट्नु भयो अनि बोक्नुलाई अप्ठ्यारो भइरह। अनि बाटो नै छैन यहाँ। अनि मेरो साथी चाहिँ यहाँ चाहिँ, हेलो काले पाउँदै पाउँदै पाउ 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 पाउँदै पाउँदै पाउ पाउँदै है। अब म चाहिँ डिउ खाने हो। डिङ्ना चाहिँ एउटा यहाँ छ, एउटा उ त्यहाँ मम्मीलाई त्यो हो, यो चाहिँ मलाई हो। अनि डिउ चाहिँ यहाँ चाहिँ अब चिसो भइसक्यो होला सायद। मजासित बसेर चोरेर ल्याएको डिउ खानुपर्छ यहाँ। न त घरदेखि थाहा पायो भने बुवा मम्मी रिसाउँछन्, बहिनी थाहा पायो भने रिसाउँछ। त्यसैले चाहिँ यहाँ चाहिँ फुस परेर रहेछ, त्यसैले चाहिँ यहीँ खानुपर्छ यो। खाएर चाहिँ डब्बा बगिसक्यो। हजुरलाई कस्तो लाग्छ यो भिडियो हेरेर कमेन्ट गर्नु होला अनि हेरेर भन्नु होला कस्तो लाग्छ गाउँतिरको भ्लग। हजुरहरूलाई सपोर्ट दिनु होला भन्न चाहन्छु। नयाँ साथीहरू हुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। यस्तै भिडियोहरू लिएर आउने छु। गाउँतिर नेट नचलेको कारणले गर्दा हो भिडियो नलिएर आउनु पाएको। हजुरहरूलाई नयाँ साथीहरूले सपोर्ट गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला, सेयर पनि गर्नु होला, लाइक कमेन्ट फलो गर्नु होला भन्न चाहन्छु। हस् त बाई।